जोडिनु भएको छ, भिडियो सम्पर्कमा आउनु भएको छ। उहाँसँग छोटो कुराकानी गर्छौँ, त्यस पछाडि हामी एउटा अर्को रिपोर्ट देखाउनेछौँ। नमस्कार, कहाँबाट जोडिनु भयो? नमस्कार, म मिङ्गिर शेर्पा, स्थायी गौरीशङ्कर गाउँपालिका 6-7 मार्ग दोलखा। हाल विगत 13 वर्षदेखि म अमेरिकामा बसिरहेको छु। हजुर, के समस्या पर्नु हो, केका लागि हामीलाई सम्पर्क गर्नु हो तपाईँले? भनौँ न, एउटा मेरो एकदम विश्वासिलो साथी, गत 20 वर्षदेखि पुरानो मेरो साथी, विश्वासिलो साथीले चाहिँ मलाई व्यवसायमा चाहिँ पार्टनर गरेर काम गरेको थिएँ। हजुर, त्यसमा चाहिँ मलाई एकदम नाटकीय तरिकाले फसायो। तपाईँको जान्दै नेपालको चाहिँ 2.5 करोड जति डुबेको अवस्था छ। हजुर, त्यो भए हुनाले चाहिँ अब यो हजुरको यो सिधा कुरा जनतासँग प्रत्यक्ष लाइभमा आएर चाहिँ हजुरसँग यो कुरा अलिकति विस्तृतमा बताउनुहोस्, तर एकदमै छोटोमा बताउनु होला। तपाईँले भन्नुभएका व्यक्तिको नाम के हो र सँगसँगै कुन सन्दर्भको कारोबारको कुरा गर्नुभएको, अलिकति बताउनुहोस्। हजुर, मेरो साथीको नाम चाहिँ छेङ्गिमा शेर्पा र उसको सख्य भाइ लिन्डुक शेर्पा। उहाँहरू चाहिँ तपाईँको स्थायी घर भोटेकोशी गाउँपालिका 3, हजुर, बोक्चेन गाउँ, तातोपानी सिन्धुपाल्चोकमा पर्छ र हाल क्यालिफोर्निया अमेरिकामा बसोबास गर्दै आइरहेको छ। उहाँहरूलाई मैले चिनेको चाहिँ 2006 देखि हो। तपाईँको जब म इजरायलमा काम गर्थेँ त्यतिखेर लुन्डुक शेर्पाको दाइ छेङ्गिमा शेर्पा, उहाँ र म चाहिँ धेरै पुरानो साथी, इजरायलदेखि नै चिनजान भएको र अमेरिकामा आएर पनि हामी सँगै भयौँ। त्यो सिलसिलामा चाहिँ छेङ्गिमा को भाइ लुन्डुक चाहिँ कम्पनीको मालिक। उहाँले चाहिँ टेक्सासको विभिन्न सहरहरूमा कम्पनीहरू खडा गरेको थियो र त्यो कम्पनीमा चाहिँ मलाई पनि पार्टनरसिपमा हालियो र पार्टनरसिप गर्ने क्रममा मलाई सुरुमा 2टा कम्पनीमा, त्यो कम्पनीले काम चाहिँ ग्यास स्टेसन हो। यो चाहिँ ग्यास स्टेसन, पेट्रोल पम्प। पेट्रोल पम्प। अनि सुरुमा 2टा कम्पनीमा मलाई। हजुर, तपाईँले यस विषयमा कहीँ कतै कानुनी रूपमा प्रक्रिया अगाडि बढाउनु भएको छ त उहाँ विरुद्ध? कानुनी रूपमा मैले चाहिँ वकिल हायर गरेर कानुनी रूपमा पनि मैले दिएको हो। हजुर, तर कस्तो भयो भन्दा मेरो चाहिँ तपाईँको मैले $1.5 लाख बुझाएको, मेरो पर्सनल एकाउन्टबाटै बुझाएको पैसाको चेक भए तापनि